अहिले हालु सो गाइस टक्क लगाएर आज म मोरीको चाका हैन काट्दिएको थियो अलि सो होला भनेर उठै सुन्ने यस्तो डिम्मै बनाइदियो यहाँ टोको हातमा यता टोक्रो बाङ्गो गरेर यस्तो त्यसरी पाल्दा पनि खानु पाएन हो कि भन्न मर्दा पत्र आबु न हेलो सो गाइस हैन तपाईलाई स्वागत छ फेरि पनि मेरो न्यू ब्लगमा र के सपनेको ब्लगमा आए चाहिँ म मेरो यस्तो ओट लिएर न यस्तो ओट लिएर म पूजामा जानुपर्ने छ सघाउनको लागि मोरी घरको चाका साका काट्दिउँ न के कस्तो छ भनेर हेर्दिउँ भनेको टोक्छु र यहाँ टोक्छु हातमा यता दुई ठाउँमा टोक्छु यहाँ र यहाँ टोकेर डिम्मेको बनाइदिएको टेन्सन यता त ड्याममा डुम्मे बनाइदिइहाल्यो हेर्नु न टोकेर बनाइदियो सो गाइस म चाहिँ पूजा जान्छु मास्क लगाइरहेको छ ल्याएँ त्यसलाई सो गाइस टक लगाएर होइन मास्क लिन पटाएको लिन रहेछ र मैले चाहिँ घरमा यही मास्क रहेछ म चाहिँ यही मास्क लाएर चाहिँ पूजामा जान्छु हेर्नु यस्तो भइहाल्यो नि है हेलो सो गाइस टक लगाएर मैले चाहिँ मास्क पनि लगाइसकेँ म चाहिँ अब यो हुलियामा पूजामा मनिस नजाने पूजामा सघाउनु पूजामा नजाने सघाउन हिँड त म भ्लगमा तिमीहरू कहाँ हिँडेको ट्युसन पुगेर आएको कसले के पढायो भन् त के पढायो भन् के पकाए के पढाए गणित किताब एबिसिडी भन्न आउँछ भन् त एबिसिडी भन्न यहाँ लु भन् उज्जवल आउँछ ल 3 क्लासको फर्स्ट हो ठिक छ 12 छ ल ठिक छ हेर सो गाइस ट्रक लगाएर म चाहिँ यस्तो ओठमा होइन त्यहाँ गएर हेर्छु केटाहरूको रियाक्सन कस्तो आउँछ होइन मेरो फेरि 5-6 ठाउँ टोक्दै आज स्कुलै नलाग्दिने नजाने क्या हातको नसान टोक्दा सुन्नेर यस्तो पोलिरहेको नि खतरा बनाइदिएको हात यहाँ पोलेर मर्ने बेला भयो त्योहरू माथि लगाएको उठ्छु सुन्ने त्यहाँ बनाइदिइहाल्यो केटाहरूले सुनो बनाउँदै होला त्यहाँ गएर हेरिदिनु पऱ्यो के कस्तो छ त्यताको आर्थिक अवस्था धमाधम भइरहेको रहेछ है त खतरा दामी अनि खतरा दामी तरिकाले हेलो सो गाइस म चाहिँ आइसकेको छु यहाँ धेरै दिनपछि मेरो भ्लग लिएर होइन अब फेरि पनि हालिदिनु पऱ्यो नि त भ्लग भनेपछि अलिअलि के गर्नु अब आँखा पनि मेरो यहाँ सुनिनु आँट्दैछ योहरू यहाँनिर यहाँ यता यहाँ थोप्ले बहाइदिएर छ भन्दा नि बलियो पो रह त हेलो सो गाइस होइन चिया खानु परेको अब ओठ यस्तो भए पनि यस्तो भए पनि होइन बाङ्गेको ओठ पनि बाङ्गो गरेर यस्तो त्यसरी पाल्दा पनि खानु पाएन हो कि भन्न मर्दा पत्र आबु न ओठ चाहिँ मेरो होइन हेर्ने घर चाहिँ सो गाइस चाहिँ हाम्रो केटाहरूको चाहिँ हार्ड ट्रेनिङ मैले दिइरहेको छु केटाहरू म्यादीमा भिड्ने भन्दै ढिलो भयो भने केटाहरूलाई चाहिँ म एकदम पिठो मुसेर हाम्रो केटाहरूको चाहिँ हार्ड ट्रेनिङ हुँदैछ यहाँ चाहिँ म यिनीहरू त भरेसम्म त फेरि फ्याटे म्यादीको ड्रेस पो लिन पठाउनु आँटेको छु ए म्यादीको ड्रेस लिएर आएको केटा दामी तरिकाले हेलो सो गाइस मेरो बिजो मेरो कन्द बिजो यता सुन्नु त्यहाँ यता सुन्नु त्यहाँ चिया पो पखरी खानु यस्तो बिजो मेरो जिन्दगी ट्याममै बित्ने पर्यो भने त गाइजहरू के कसो कुरो दिएर त त्यहाँ गरेर हेलो सो गाइस केटाहरूले चाहिँ यहाँ पकाउँदैछ उता पनि हुँदैछ मान्छे चाहिँ एकदम कम आर्थिक पनि कम होइन सबै कम होइन अनि खाने पनि कम गर्ने पनि कम भएर सबैजना चाहिँ खतरा तरिकाले भइरहेछ म चाहिँ अब अलिकति होइन इन्जुर्ड भएको कारणले गर्दाखेरि म चाहिँ बसिराख्नु परेको छ होइन केटाहरूले गर्छ म चाहिँ यहाँनिर बसिरहेको छु है त ल
हेलो सो गाइस टक्क लाएर चाहिँ म होइन घर पनि आइदिइसकेको छु होइन उहाँ गएर तरकारी सुप पकाइदियो घर आइपुगिसकेको छु यस्तो आँखा लिएर भए पनि अलिक अहिले चाहिँ घटो होइन एउटा पनि हेर्नु यो अहिले चाहिँ घटो हल्का होइन सो गाइस यस्तै खालको भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु लागि नबिर्सिदिनु होला माया देखाइदिनु होला आज चाहिँ म एकदम इन्जिट घाइते भएको छु